नेपाल चाहिँ हैन फाइनली मैले छोड्ने दिन पनि आइसक्न लागेको छ। सो हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई फेरि पनि आजको नयाँ भ्लगमा स्वागत छ हैन। सो म चाहिँ हैन फेरि पनि आएको छु नयाँ भ्लग ल्याएर। सो मलाई चिन्नुभयो कि भएन, म चाहिँ जीवनशैली हैन। सो म चाहिँ हैन आज यस्तो हालतमा छु, यस्तो हुलियामा छु हैन। टकबारमा हैन हामीले चाहिँ यता मास झार्दै छौँ हैन। त्यही भएर यस्तो सेटअपमा छु म चाहिँ हैन। मासको धुलो जान्छ हैन, त्यसैले हैन यस्तो यो लागेको हैन ज्याकेट र यो मास्क लाएर हैन हामीले चाहिँ मासलाई झार्दै छौँ भनौँ न हैन। सो यहाँ माथि चाहिँ छानामा देख्न सक्नुहुन्छ, यिनीहरू चाहिँ मास हो, मासको दाल भन्छ नि हैन। सो आज न यो मासको दाल बनाउन लागेको छौँ हामीले चाहिँ हैन यो मासलाई। सो छानामा सुकाएको छौँ यसरी, घाम पनि लागेको छैन। यता त कालो अँध्यारो देख्यो हैन, त्यो चाहिँ हैन पुरै मासको झाम हो हैन। अब त्यसले ठटाएर हैन भित्रको मासको गेरा निकाल्नु पर्ने हुन्छ, दालहरू हैन। यो भित्र चाहिँ हैन, यो भित्र चाहिँ पुरा के हुन्छ मासको दाल छ हैन। म तपाईँलाई खोसालेर देखाइदिन्छु। सुकिसकेको छ क्या हैन, अलरेडी ओदो हो, घाम लागेको छैन यो ठाउँमा, त्यही भएर ओदो हो हैन। त्यो मासको दाल चाहिँ पिँदा खान हैन, यो हर्रेमा छिने भएर हो हैन। यस्तो चाहिँ यहीँ सुकेको यो चाहिँ मासको दाल चाहिँ यही हो हैन। सो यसले चाहिँ हैन ठटाएर भित्रका यिनीहरू दालहरू निकाल्नु पर्ने हुन्छ, दालका गेराहरू हैन टक्क पारामा। सो म चाहिँ हैन यस्तो काम गर्दैछु आज चाहिँ, त्यही भएर हैन एउटा भ्लग बनाइदिउँ न भनेर भिडियो खिच्न लागेको हैन। सो कस्तो लाग्छ हैन आजको भ्लग चाहिँ अन्तिमसम्म हेर्ने कोसिस गर्नु होला हैन। सो गाइस चाहिँ हैन माथि छानाबाट हामीले चाहिँ यता ल्याइसकेको छ मास चाहिँ हैन। सो मम्मीले त वहाँ पारि झाँट्दै हुनुहुन्छ, ठटाउँदै हुनुहुन्छ लौराले बसेर। अब म पनि ठटाउन जान्छु हैन। यस्तो हो यहाँ चाहिँ आजको घर चाहिँ यही हो हाम्रो हैन। सो यहाँ चाहिँ मासहरू छ, घाममा सुकाइदिएको अवस्था छ हैन। माथि उब्लो गर्छ चाहिँ हैन, घामै लाग्दैन थियो त्यहाँ चाहिँ, त्यही भएर यहाँ ल्याएर सुकाइदिएको छौँ हैन। माथि उब्लो गर्छ चाहिँ हैन, घाम नलाग्ने भएर पुरै ओदो छ मास, मास भन्छ मैले चाहिँ हैन। पुरै ओदो छ, त्यही हो आजको काम चाहिँ, मेरो काम चाहिँ यही हो।
लगायत तपाईँले देख्न सक्नुहुन्छ मासु चाहिँ यति हो होइन। सो मम्मीले चाहिँ केलाउँदै हुनुहुन्छ सुपबाट होइन। र देख्न सक्नुहुन्छ हामीले चाहिँ होइन पङ्खा लाएर उडाएर होइन सकिसकेको छौँ। म चाहिँ यहाँ छु होइन। सो ठ्यान्कडाङ तपाईँले देख्न सक्नुहुन्छ यतिका छ मास चाहिँ। सो अलराइट गाइज होइन फाइनली हाम्रो चाहिँ मासको काम सकिसक्यो होइन। र मासको काम सकेर होइन म चाहिँ हल्का अब कपडा सपडा फेरेर होइन फ्रेस भएर म चाहिँ यता आएको छु भ्लग बनाउन एकान्त ठाउँमा। र आजको भ्लग चाहिँ तपाईँहरूले कस्तो लाग्यो होइन। सो आजको भ्लगलाई चाहिँ म यतै इन गर्ने भनेर आएको होइन, समाप्त गर्ने भनेर आएको होइन हाम्रो नेपाली भाषामा भन्नु पर्दा होइन। र कस्तो लाग्यो भिडियो चाहिँ होइन, एउटा मेमोरीको लागि होइन यो भिडियो बनाएको। मेमोरीको लागि भन्नाले पछि अब म चाहिँ होइन इन्डिया जाँदैछु नि होइन। अब धेरै बस्दैन होला नेपालमा, धेरै भने 20 दिन त्योभन्दा मुनि हो होइन म बस्नु होइन। म चाहिँ होइन गाइज इन्डिया काम गर्न जाँदैछु, के गर्नु गाह्रो छ होइन। नेपाल चाहिँ होइन फाइनली मैले छोड्ने दिन पनि आइसक्न लागेको छ, के गर्ने गाह्रो छ गाइज मलाई पनि होइन। र त्यही नै हो, अब धेरै भन्दा 20 दिन त्योभन्दा तल बजे होला म बस्ने भने, ल त अनि त्योभन्दा माथि चाहिँ सायद बस्दैन होला। अब इन्डिया जाँदैछु म चाहिँ होइन। सो देश छोड्ने परिस्थिति आएको छ मलाई चाहिँ होइन। आफ्नो आफ्नो दुःख पीडा हुन्छ सबैको होइन। सो मेरो पनि हल्का दुःख पीडाहरू छ। दुःख पीडा त के दुःख पीडा भन्ने होइन, पैसा कमाउनु पर्यो गाइस होइन। त्यही भएर अब पैसा कमाउनको लागि म जाँदैछु इन्डियामा भाडा मात्नलाई। यो कुरा चाहिँ होइन म अस्ति नै चाहिँ भन्ने भनेको थिएँ तपाईँहरूसँग होइन, भन्न पाइरहेको थिएन मैले चाहिँ होइन। त्यही नै हो गाइज होइन। सो के गर्ने होइन, यस्तो नै छ जिन्दगानी, यस्तै छ दर्पण छाया, यस्तै छ गाइज जिन्दगानी दर्पण छाया होइन। सो त्यही नै हो, आजको भिडियो चाहिँ म यतै हान्न चाहन्छु। आउने दिनहरूमा सबै कुरा म राम्रो तरिकाले भन्नेछु। आज चाहिँ होइन एकदम काम गरेको मान्छे होइन, आज चाहिँ काम गरेर एकदम थाकेको छु म चाहिँ। सो भेटौँला अर्को नयाँ भ्लगमा होइन। रुगा लाग्ला जस्तो भएको मलाई त पुरा होइन। अस्ति भएको रुगा सन्चो भएको थियो, आज फेरि मास ठटाएर होइन रुगा फर्किन लागेको अवस्था छ होइन। बेला बुढिसकेको छ, यस्तो अँध्यारो भइसक्यो हाम्रो गाउँमा चाहिँ। भर्खर बेला बुढेको छ उता डाँडाबाट होइन, त्यही भएर मैले चाहिँ यसरी भिडियो बनाएको। र यो चाहिँ मैले मास्क तपाईँले देख्न सक्नुहुन्छ, यस्तो छ यो मास्क चाहिँ होइन। यो मैले कोरोनाको टाइममा होइन स्कुलमा बारेको थियो। सो मैले अझसम्म टिकाएर राखेको छु क्या यत्रो, यो लगभग 4-5 वर्ष भयो होला होइन। यो कोरोनाको टाइममा स्कुलमा फ्रीमा दिएको थियो सबै सरहरूले फ्रीमा दिनुभएको थियो स्टुडेन्टहरूलाई, विद्यार्थीहरूलाई सबैलाई होइन। सो त्यही बेला पाएको मास हो यो चाहिँ मैले होइन, जतन गरेर अझसम्म टिकाएर राखेको छु मैले। फेरि होइन एउटा केही सामानहरू, प्रायः जसो सामानहरू मैले टिकाएर राख्छु, धेरै जसो सामानहरू होइन जतन गरेर होइन। र त्यही भएर यो मास पनि एकदम जतन तरिकाले राखेको छु। स्कुलको चिनो भने यही मास मात्रै हो, अरू केही पनि छैन, अरू सब बिक्री गरेको छु। किताब बुकहरू पनि सबै बिक्री भइसकेको छ। सो स्कुल चाहिँ होइन मैले किन छाडेको होला भनेपछि होइन पछि भन्ने छु, अहिले चाहिँ भन्दैन। तर आज चाहिँ होइन कहिलेसम्म पढेको छु मैले भन्ने छु। मेरो गाउँदेखि हेर्दै हुन्छ भने तपाईँलाई त थाहा छ होइन मैले स्कुल कतिबाट छोडेको भन्ने। बाहिरबाटले त थाहा हुन्न नि होइन, तपाईँहरू कुन त अब बाहिरबाट हेर्दै हुनुहुन्छ होला मेरो भ्लग। सो मैले पढाइ चाहिँ होइन 8देखि छाडेको, र 8देखि छाडेको 3 वर्ष भइसक्यो मैले स्कुल छाडेको चाहिँ। र बल्ल म बाहिर देशतिर जाँदैछु अहिले चाहिँ होइन, बल्ल बाहिरतिर जाँदैछु। बाहिर पनि के भन्नु, आफ्नो छिमेकी देश भारततिर जाँदैछु काम गर्नलाई। सो इन्डियाको यात्रा तपाईँहरूलाई सबै देखाउने छु। मेरो युट्युब च्यानलमा नयाँ हुन्छ भने जोडिदिनु होला होइन सब्सक्राइब गरेर, किनकि अब भारतमा कसरी जान्छु सबै भिडियो खिच्नेछु होइन। र आजको भिडियो एकदम
लामो त भएको छैन, त्यही पनि अब भिडियो हल्का बोर टाइपको भयो आजको भिडियो चाहिँ। एडजस्ट गर्नु होला भन्दै आजको भिडियोले चाहिँ म यतै समाप्त गर्न चाहन्छु। युट्युब च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक गर्नुभएको छ भने लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, केही मिठो कमेन्ट गरिदिनु। नेक्स्ट भिडियोमा अलि छिटो भेट्नुपर्छ हामी चाहिँ। र रात परिसक्न लागेको छ, आँटिसकेको छ हेर्नु त, यस्तो रात परेको के हुनु र होइन। सो रात परिसक्न लागेको छ, म चाहिँ होइन यो मास बनाएर फ्रेस भएर होइन नुहाएर नयाँ कपडा लगाएर होइन फ्रेस भएर यहाँ भिडियो बनाउन आएको। सो भिडियो पनि बनाइसकेँ र भिडियोले इन्डिङ पनि हान्छु म। सो त्यही नै हो, नेक्स्ट भिडियोमा भेटौँ ल। अहिलेको लागि चाहिँ बाई बाई ल, आफ्नो शरीर केयर गर्नु। नेक्स्ट भिडियोमा भेटौँ ल, अहिलेको लागि चाहिँ बाई बाई।